यो ठाउँमा आएर हामीले सहयोग गर्न पाउँदा र हाम्रो बलबुताले भ्याएसम्म कहाँबाट ल्याउने कहाँबाट जुटाउने भन्ने हाम्रो हिसाबले हामीले गरिरहेका छौँ। तैपनि अझ यहाँ आइपुग्दा मलाई कस्तो लाग्यो भन्दा यस्तो ठाउँमा चेपाङ समुदायको चाहिँ अब यहाँ बाहुल्यता बेसी भएको ठाउँमा धेरै स्कुलमा चाहियो, तर यो ठाउँमा जस्तो अब डिसिप्लिन भएको विद्यार्थीहरू सबै टाइममा आउने, स्कुल आउने होइन। अब कतिपय ठाउँमा त चेपाङ विद्यार्थीहरू बिचरा अब आफ्नो आर्थिक अवस्था कमजोर भएको कारणले पनि उहाँहरू स्कुल जानलाई पाउनु भएको छैन। कतिपय बिहान काम गरेर बिहान खाइसकेपछि बेलुका समस्या हुने त्यस्तो समस्याहरू पनि हामीले भेटेका छौँ, देखेका छौँ। बेनीघाट ओराङ गाउँपालिकामा मात्रै नभई अरू धेरै ठाउँमा पनि यस्तै समस्याहरू आइरहेको छ। जुनसुकै ठाउँमा पनि हाम्रो सबभन्दा ठुलो कुरा भनेको चाहिँ शिक्षा हुन्छ, एजुकेसन। एजुकेसन भइसकेपछि मान्छे आफै अनुशासन हुन्छ, डिसिप्लिन हुन्छ र एजुकेसनले नै, शिक्षाले नै तपाईँहरूलाई कस्तो बाटोमा जाने भनेर सिकाउँछ। त्यही भएर हामीले शिक्षाको लागि चाहिँ वञ्चित गऱ्यौँ भने हामी एकदम पछाडि पर्छौँ। त्यही भएर भाइ बहिनीहरू तपाईँहरू जस्तै दुःख परे नि, जस्तै जेसुकै भए पनि स्कुल आउन चाहिँ नछोड्नु होला, बुझ्नुभयो। स्कुल आउन छोड्नु भयो भने तपाईँ पछि गएर ठुलो मान्छे हुँदा अलिकति दुःख पाइन्छ है। त्यही भएर स्कुल आउन चाहिँ नछोड्नु होला। स्कुलमा शिक्षकहरूले, सरहरूले, मिसहरूले जे सिकाउनु भएको छ त्यो तपाईँहरू गर्नुहोस्, घरमा पनि त्यो लागू गर्नुहोस्, स्कुलमा पनि लागू गर्नुहोस्। र यहाँको सबभन्दा राम्रो पक्ष भनेको चाहिँ एकदम डिसिप्लिन देखेँ। त्यो डिसिप्लिन तपाईँहरू सधैँ कायम राखिरहनुहोस्। र अर्को आयो सहयोगको कुरा। यो सहयोगको कुरा हामी अघिल्लो वर्ष पनि यहाँ जोडिएका थियौँ, यसपालि पनि जोडिएका छौँ। हामीले यहाँ मात्रै नभएर विभिन्न स्कुल धादिङ जिल्ला मात्रै नभएर अरू जिल्लाहरूमा पनि यस्तै सहयोग गर्दै आइरहेका छौँ। र हामीले यहाँ गरेको सहयोगहरू हामीलाई सहयोगदाताहरूलाई पनि खबर गर्छौँ र हामीले जानकारी गराउँछौँ। यो स्कुलमा त यस्तो छ, यो स्कुलमा यति विद्यार्थीहरू हुनुहुन्छ, यो समुदायको हुनुहुन्छ, उहाँहरूको कपडा यस्तो छ, लगाउने जुत्ता यस्तो छ, खानावास यस्तो छ भनेर हामी उहाँहरूलाई जानकारी पनि गराउँछौँ। उहाँहरूलाई गराइसकेपछि उहाँहरूले हामीलाई भन्नुहुन्छ ल यो स्कुलमा गएर तपाईँहरू गरिदिनुहोस् न, त्यतिसम्म हामी सक्छौँ भनेर उहाँहरूले हामीलाई भन्नुभयो भने हामी अगाडि बढ्न पनि सक्छौँ। यसै सिलसिलामा अहिले हाम्रो अलिकति थोरै सहयोग छ, त्यो चाहिँ हजुरहरूले स्वीकार्नुहोस्। पछि आगामी दिनहरूमा हामी यो विषयमा छलफल पनि गर्छौँ, कसरी चाहिँ यो विदेश स्कुलमा आएर चाहिँ हामीले अझै धेरै सहयोग गर्न सकौँ। अझै यहाँ भइरहेको अब जस्तै भनौँ न, म एक ठाउँमा गएको थिएँ, पारिपट्टि लैटाकमा गएको थिएँ, चेपाङ समुदायकै हुनुहुन्छ। अनि कति वर्ष उमेर भनेर सोद्धा 18 वर्ष भन्नुभयो। उहाँसँगै 3टा नानी बाबुहरू देखेँ मैले। क्या भन्न खोजेको, सानो उमेरमा बिहा गर्नुहुन्छ, धेरै बालबच्चाहरू हुर्काउनुहुन्छ, त्यही भएर खानापिनामा अलिकति समस्या आउँछ। हामीले जनचेतना फैलाउन सक्यौँ भने गाउँमा गएर स्कुल माध्यमबाटै विद्यार्थी भाइ बहिनीहरूबाटै यो कुराहरू सम्भव हुन्छ। तपाईँहरू यहाँ पढ्नुहोस्, शिक्षकहरूले सिकाएको चिजहरू सिक्नुहोस् र घरमा गएर पनि भन्नुहोस्। सानो उमेरमा बाल विवाह गर्न हुँदैन। अनि त्यो भइसकेपछि के हुन्छ भन्दा तपाईँहरूलाई समय हुन्छ, पढ्न पाउनुहुन्छ। पढ्न पाइसकेपछि अनि तपाईँहरू अलिकति बुझ्नुहुन्छ, समाजको बारेमा बुझ्नुहुन्छ, देशको बारेमा बुझ्नुहुन्छ र आफू जागिर खानलाई सक्षम हुनुहुन्छ। तब जागिर खाइसकेपछि अथवा तपाईँहरूले कुनै न कुनै एउटा आफ्नो स्रोत, आफ्नो सिक्ने भइसकेपछि र त्यो सिकिसकेपछि तपाईँहरू चाहिँ अनि सक्षम हुनुहुन्छ आफ्नो अथवा आफ्नो परिवारलाई मद्दत गर्नलाई। त्यही भएर सबभन्दा धेरै विद्यार्थीहरू चाहिँ, भाइ बहिनीहरू चाहिँ स्कुल आउन चाहिँ नछुटाउनु होला। अब तपाईँहरूलाई यहाँ लाग्ला स्कुल आउन त आउने, कसरी फेरि घरमा समस्या होला, के होला, कस्तो होला भन्ने कुराहरू पनि तपाईँहरूकोमा भइरहेको हामीले देखेका छौँ। त्यो कुरालाई चाहिँ हामी अब कसरी हुन्छ, थोरै भए पनि अब जस्तै अब विदेश स्कुलमै हाम्रो अब सरसँग धेरै चिन्जान पनि भएको नाताले गर्दा हामी अब यहाँ आउने बाटो पनि खुलेको छ होइन। सरको यति मेहनत मैले टिकटकमा नि देख्छु, फेसबुकमा नि देख्छु, कति गरिरहनु भएको हुन्छ। उहाँले कहाँ गीत गाएर के गरेर चाहिँ लिएर जुटाइरहनु भएको हुन्छ। फेरि उहाँ सरको चाहिँ खुबी के छ भन्दा उहाँले नजाने केही पनि छैन जस्तो लाग्छ। कपडा सिलाउन पनि जान्नु भएको छ, मादल ठोक्न पनि जान्नु भएको छ, ढलान गर्न पनि जान्नु भएको छ, रेडियो बनाउन पनि जान्नु भएको छ, नजाने केही पनि छैन। यतिको क्षमतावान सर यहाँ पाउँदा भाइ बहिनीहरूले सिक्ने कोसिस पनि गर्नु सरबाट है। त्यो कुरा म यहाँ भन्न चाहेँ। र अर्को कुरा के भन्न चाहन्छु भने आगामी दिनहरूमा पनि हामी यो संस्था एक्सन नेपाल भन्ने संस्था जोडिन पाऊँ। हामीले पनि सक्दो कोसिस गर्छौँ यो स्कुललाई कसरी अझ यहाँको विद्यार्थी भाइ बहिनीहरूलाई कसरी अगाडि बढाउने, कसरी यहाँको विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने हामी कोसिस गर्छौँ। सकेसम्म हामीले अब खोजेको चाहेको जस्तो
मिल्यो भने अब हामीलाई पनि कसैले सहयोग गर्यो भने हामी यहाँ अवश्य फेरि पनि आउनेछौँ र फेरि पनि यहाँ आउँदाखेरि हजुरहरूलाई यस्तै स्कुल आएको देख्न पाइयोस्, स्कुल भरिभराउ भएको देख्न पाइयोस्। कतिपय स्कुलमा जाँदा त विद्यार्थी नै नभएको हुन्छ क्या, विद्यार्थीहरूभन्दा शिक्षक धेरै भएको देखिन्छ। कमसेकम यतिको डाँडामा यो ठाउँमा आएर चेपाङ समुदाय यो बस्तीमा आएर चाहिँ यहाँ यतिको विद्यार्थी देख्नु भनेको चाहिँ एउटा ठुलो सफलता हो। यो चाहिँ विद्यालय परिवारहरूलाई पनि धन्यवाद दिन चाहन्छु, किनभने तपाईँहरूको मेहनतको कारणले गर्दा नै आज यो विद्यार्थी भाइ बहिनीहरू स्कुलसम्म आएर चाहिँ 2 शब्द सिक्ने प्रयास गरिरहनु भएको छ। अथवा स्कुललाई पनि हामी जोडिन्छौँ, यस्तै छात्रवृत्ति नभए नि अरू विभिन्न केही कार्यक्रमहरू हुन्छ, त्यस्तो कार्यक्रमहरू पनि सिकाउने मौका मिल्यो भने अथवा त्यस्तो कार्यक्रमहरूमा भाइ बहिनीहरूलाई चाहिँ यहाँ सँगसँगै लैजाने मौका मिल्यो भने क्षमता अभिवृद्धि गराउने कार्यक्रमहरू मिल्यो भने पनि हामी सम्झन्छौँ, गर्छौँ, सरसँग सल्लाह गर्छौँ र अरू हामीले जहाँबाट सक्छौँ कति सक्छौँ के गर्छौँ तैपनि विदेश स्कुललाई चाहिँ अझ राम्रो बनाउने। म पनि विद्यालयको नाम श्री विदेश आधारभूत विद्यालय हो। आज भाइ नजिक रहेको विद्यालय श्री विदेश आधारभूतमा आएर सदस्य छात्रवृत्ति हार्ट नेपाल अथवा एक्सन नेपालले हाम्रो विद्यालयमा कपी कलम तथा अन्य सामग्री पनि वितरण गर्नुभएको छ र यो स्तरमा चेपाङ जातिको बहुल्यता पनि रहेको छ। यस क्षेत्रमा आएर उहाँहरूले कपी कलम वितरण गरेर विद्यार्थीहरूको उपस्थिति बढाउनु भएको छ र अझै आशा छ अर्को साल पनि अर्को आगामी वर्षमा पनि आउनुहुनेछ र अझै यहाँ कसैले शिक्षा पाएका छैनन् र उहाँहरूले पनि यस्तो ज्ञान सिक्नको पाउनको लागि उहाँहरूले सहयोग गर्नुभएको छ र उहाँहरू अझै आउनुहुन्छ र आफ्नो भविष्य उज्जवल गर्नुहुन्छ। धन्यवाद। नमस्कार, मेरो नाम सागर छिकाङ, म कक्षा 8 मा पढ्छु। म पनि विद्यालयको नाम श्री विदेश आधारभूत विद्यालय। म चाहिँ आज हामीलाई सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले हामीलाई धेरै सहयोग गर्नुभएको छ। कतिपय ठाउँहरू कतिपय साथीहरू हाम्रो आर्थिक अवस्थाको कारणले गर्दा विद्यालय नआउने अवस्थामा छन्, त्यसको लागि उहाँहरूले आउनको लागि उहाँहरूले सहयोग गरिदिनु भयो। यसमा म धेरै आभार प्रकट गर्न चाहन्छु। हाम्रो हावेबाट 8 किलोमिटर भए तापनि नजिकै भए तापनि तर चेपाङ जातिको बहुल्यता भएकाले यहाँ शिक्षाबाट वञ्चित भएका हामीहरूलाई शिक्षा दिनको लागि उहाँहरूले साथ सहयोग गर्नुभएकोमा उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु, जसद्वारा हामीले अझै हाम्रो शिक्षालाई अगाडि बढाउन सकुन् भनेर तपाईँहरूले हामीलाई सहयोग दिनुभयो। यसमा तपाईँलाई धन्यवाद दिन चाहन्छु। सदिच्छा छात्रवृत्तिबाट आएको सहयोग दिने दाताहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। पढ्नुपर्छ भन्ने भावना धेरै बढिसकेको छ र सरहरूले हाम्रो हेड सरले धेरै लागि पर्नु भएको छ उहाँले, र हाम्रो शिक्षकहरू पनि एकदम खट्नु भएको छ। र भाइ बहिनीहरूले हाम्रो उद्देश्य भनेको उहाँहरूको उद्देश्य भनेको नै जति सक्दो हाम्रो भाइ बहिनीहरूले धेरै पढोस् र भोलि पढेर पनि उहाँहरूले पनि हामीलाई यसरी सानोमा यसरी सहयोग गर्नुभएको थियो, हामीले पनि भोलि सहयोग गर्नुपर्छ है भन्ने के अरे आफ्नो मनमा लिनुहुनेछ। र उहाँहरूले हाम्रो विद्यालयलाई जुन सहयोग गर्नुभयो उहाँहरूप्रति हाम्रो विद्यालयबाट हृदयदेखि नै सम्मान, उहाँहरूलाई हाम्रो तर्फबाट धेरै उहाँहरूलाई सम्मान छ। र उहाँहरूले दिनुभएको जुन सहयोग हाम्रो विद्यार्थी भाइ बहिनीहरूले दुरुपयोग कति पनि हुने छैन र सदुपयोग भएर उहाँहरूको पढाइको लागि उहाँहरूको उच्च शिक्षाको लागि हाम्रो लागि सधैँ लागि पर्ने छौँ र उहाँहरूको लागि हामी धेरै सम्मानसहित यो भनाइ मेरो यहीँ अन्त गर्दै बिदा हुन्छ। हाम्रो दूरदराज रहेका विशेष त सीमान्तकृत वर्गका घरको न्यून आय भएका पठन पाठनको निमित्त ज्यादै शैक्षिक सामग्रीको अभावको कारणले गर्दाखेरि पनि विद्यालय छोड्न विवश भएका बाल बच्चाहरूको निमित्त एक्सन नेपालले उहाँहरूको टिमबाट उहाँकै अफिसबाट या कतैबाट हातेमालो गर्दै हामीलाई यो हाम्रो विद्यालयका बालबालिकाहरूको ड्रप आउट नहोस्, विद्यालय पठन पाठनबाट शैक्षिक सामग्रीकै अभावमा वञ्चित हुन नपरोस् भन्ने हेतुले हामीलाई यति धेरै 118 थान 33 सेट चाहिँ शैक्षिक सामग्री अनि ड्रेस उपलब्ध गराइदिनु भएको छ। त्यसमा उहाँलाई संस्थाका कर्मचारीज्यूलाई मैले विद्यालयको तर्फबाट मुरी धन्यवाद दिनुपर्छ। विद्यार्थी भाइहरूलाई मैले भन्नै पर्ने छ, हामीसँग यो पञ्चकन्या माध्यमिक विद्यालयसँग धेरै संस्थाहरू आबद्ध छन्। प्रयास नेपाल आबद्ध छ, अर्को त्यो रेसन फ्री भन्ने एउटा जापानिज संस्था, कोरियन संस्था
उहाँ पनि हामीसँग आबद्ध हुनुहुन्छ। त्यसै गरी फेरि अहिले हामीसँग एक्सन नेपाल पनि आबद्ध भएर आउनु भएको छ। हाम्रा सहयोगी हातहरू धेरै छन्, हामीले सहयोगी हातहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले गर्दा त्यो सहयोगलाई हामीले खेर फाल्नु हुँदैन। हाम्रो आर्थिक अवस्था अनि हाम्रो पठन पाठनलाई मध्यनजर गर्दै उहाँहरूले बालबच्चाले अवसर पाए केही गर्छन् कि भन्ने उद्देश्य राखेर हामीलाई शैक्षिक सामग्री सहयोग गर्नुहुन्छ। विभिन्न बेलामा कहिले हामीलाई भ्रमण लैजानुहुन्छ, विभिन्न किसिमका तालिमहरू दिनुहुन्छ। हामी त्यस्तो लिएर तालिम लिएर आउँछौँ, भ्रमण गरेर घुमेर आउँछौँ र विद्यालयमा त्यो कार्यक्रम लन्च गर्न सकेनौँ। अझै पनि हामी ड्रप आउटमा बसिरह्यौँ, अझै पनि हामी 50 वर्ष पछाडि ढकलिन बस्यौँ भनेदेखि त्यो कदापि सुहाउँदिलो हुँदैन। त्यस अर्थले गर्दा विद्यार्थी भाइ बहिनीहरूलाई गैर अभिभावकज्यूहरूलाई भन्नुहोस्, हामीलाई त विभिन्न सङ्घ संस्थाहरू छ सहयोग गर्ने, हामी त विद्यालय जानै पर्छ, पढ्नै पर्छ। हजुरहरूले कलम कापी ड्रेस दिन नसक्नु भए पनि हामीलाई विद्यालयबाटै उपलब्ध भएको छ, विद्यालयले माग गरेको छ, विभिन्न संस्थाले सहयोग गर्दै आइरहेका छन्, हामी विद्यालय जान्छौँ भनेर यहाँहरूले घरमा कन्भिन्स गराएर बाबासँग, मम्मीसँग, दाजुसँग, भाउजूसँग सबैसँग आग्रह गरेर विद्यालय आइदिनु होला, नछुटाउनु होला। विद्यालय सधैँभरि विद्यालय आएर आफ्नो भविष्य उज्जवल बनाउनु होला भन्ने भविष्य उज्जवलताको कामना गर्न चाहन्छु।